नमस्कार, हाम्रो युट्युब च्यानलमा यहाँलाई स्वागत छ। आज हामी एउटा यस्तो कथा सुन्दैछौँ जुन त्रेता युगमा लेखिएको थियो र त्यसको ठूलो खतरा तपाईँ हाम्रो सहकारीमा आइपरेको हुन सक्छ। के तपाईँ हाम्रो सहकारीमा लुकेर बसेको भिक्षु रूपी रावण त छैन? यदि छ भने आउनुहोस् सीतामयको कथाले, सीतामयको हरणको कथाले तपाईँ हामीलाई ठूलो महत्त्वपूर्ण पाठ सिकाउनेछ। कथा यसरी सुरुवात हुन्छ। सीतामयको अनुरोधमा एक दिन रामचन्द्र भगवान हरिणीको शिकार गर्न जानुभयो। आफ्नो प्राण प्यारी सीतालाई रक्षार्थको लागि भाइ लक्ष्मणलाई खटाउनुभयो। रामचन्द्र भगवान गएको केही समयपछि एउटा ठूलो अनौठो आवाज सीतामयको कानमा गुन्जियो। सीतामय आत्तिँदै, बाबु लक्ष्मण, तिम्रो दाइलाई के असङ्कट परेको जस्तो छ, जाऊ। लक्ष्मण जान नमानेपछि सीतामयको जिद्दीको कारणले गर्दाखेरि अन्ततोगत जान पुग्छन्। जानुभन्दा पहिला सीतामयको वरिपरि एउटा पवित्र घेरा कोर्छन् जुन लक्ष्मण रेखा हो। सीतामयलाई निर्देशन गरिएको हुन्छ कि तपाईँ कुनै पनि हालतमा यो लक्ष्मण रेखाभन्दा बाहिर नआउनु, भित्र तपाईँ पूर्ण सुरक्षित हुनुहुन्छ र बाहिरबाट शत्रुले कुनै पनि आक्रमण गर्न सक्दैन। केही समयपछि त्यहाँ एउटा भिक्षे माग्न भनेर आइपुग्छ। सीतामयले भिक्षा दिनै लाग्दाखेरि भिक्षुले भन्छ, म लक्ष्मण रेखा भन्दा भित्रको भिक्षा स्वीकार गर्दैन, मलाई भिक्षा दिनु छ भने लक्ष्मण रेखा भन्दा बाहिर आएर भिक्षा दिनुहोस्, नत्र भने म श्राप दिन्छु। सीतामयले सोच्नुहुन्छ, भिक्षा दिनु भनेको पुण्य कमाउनु हो, आखिर यसमा के कुनै डर। जब सीतामय लक्ष्मण रेखा नाग्नै खोज्दाखेरि त्यो भिक्षुले सीतामयलाई हरण गर्छ। हरण गरिसकेपछि बल्ल थाहा हुन्छ सीतामयलाई कि यो भिक्षु नरहेछ, भिक्षु रूपी रावण पो रहेछ। कस्तो विपत आइलाग्यो सीतामयलाई। सुरक्षाको लक्ष्मण रेखा नाग्नु नै सीतामयका लागि ठूलो विपत आइपुग्यो। हो मित्रहरू, ठिक यही अवस्था तपाईँ हाम्रो सहकारीमा आइपर्न सक्छ। त्यो कसरी त? आउनुहोस्, सबभन्दा पहिला सहकारीको लक्ष्मण रेखा के हो? सहकारीको लक्ष्मण रेखा भनेको संस्थाको नीति नियम, साझा बन्धन, सदस्य मापदण्ड, संस्थाको आन्तरिक नियन्त्रण प्रणाली नै संस्थाको लक्ष्मण रेखा हो। अब हामी यहाँ कहाँनिर चुक्छौँ त? जब हामी सदस्य मापदण्ड भन्दा बाहिर रहेर सदस्य बनाउँछौँ, तब हिजोका दिनमा बैंकलाई ठगेका, कर्जा तिर्न नसकेका डिफल्टरहरू तपाईँ हाम्रो सहकारीमा साधुको रूपमा सदस्य बनेर संस्थाभित्र भित्रिन्छन् र उनीहरूले मिठो मिठो कुरा गर्छन् र ठुलो कर्जा चलाउँछन्। जब तिर्ने बेला आउँछ, त्यसपछि मात्र संस्थालाई थाहा हुन्छ यो सदस्य नरहेछ, यो त साधुको नाममा भिक्षु रूपी रावण झै सदस्य बनेर भित्रिएको पो रहेछ। अब त्यस्तो कर्जा संस्थाका लागि असुल गर्न कति अप्ठ्यारो हुन्छ त? जसरी सीतामय हरणपछि कत्रो सङ्कट आएको थियो, संस्थालाई त्यस्तै सङ्कट आइपुग्छ, जसको कारणले गर्दाखेरि सीतामयको हरणपछि लङ्कै युद्ध गर्न परेको थियो। ठिक यही अवस्था सहकारी संस्थाका लागि आउन सक्छ। याद राख्नुहोस्, सहकारीको लक्ष्मण रेखालाई हामीले सम्मान गर्यौं भने भिक्षु रूपी रावणले संस्था र सदस्यको पैसा ठग्न पाउँदैन। संस्थाको लक्ष्मण रेखा नाग्नु भनेको ठूलो विपत्तिलाई न्यूनतो दिनु हो। त्यही भएर हामीले कर्जा दिनु उद्देश्य राम्रो भए पनि अथवा सीतामयले दान दिनु राम्रो भए पनि, उद्देश्य राम्रो भए पनि, दुईटैलाई निर्देशन कहीँ पनि गरिएको हुन्छ कि हुँदैन कि सदस्यको या संस्थाको लक्ष्मण रेखा नाग्नु भनेर कहीँ पनि
भनिएको हुँदैन। अब सीतामायाको जस्तै पश्चाताप नहोस् भन्नका लागि हामीले के गर्नु पर्दछ? सुरुमै कडा बन्नु पर्दछ। सदस्य बनाउँदाखेरि नै ऊ संस्थाको हरेक नीति नियम मान्न तयार छ कि छैन चेक जाँच गर्नु पर्दछ। उसको पवित्रता जाँच गर्नु पर्दछ। साझा बन्धन भित्रको कतिको इमानदार र विश्वसनीयता छ गहन अध्ययन गर्नु पर्दछ अनि बल्ल सदस्य बनाउनु पर्दछ। यसरी हामीले सदस्य बनायौं भने सदस्य र संस्था जहिले पनि सुरक्षित बन्छन्। सहकारी संस्थाको सुरक्षा तपाई हाम्रो हातमा। यो महत्त्वपूर्ण सन्देशलाई संस्था र शेयर सदस्यमा शेयर गरिदिनु होला। तपाईको विचारमा सहकारीको लक्ष्मण रेखा नाग्ने मुख्य कारण के हो? कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। मन पर्यो भने लाइक गरिदिनु होला। यस्तै ज्ञानवर्धक सामग्रीका लागि च्यानल भने अवश्य सब्स्क्राइब गरिदिनु होला। धेरै धेरै धन्यवाद। जय होस्, मङ्गल होस्, मङ्गल होस्।